आर्मीमा भर्ती हुँदा आयु भाइ तिम्रो शरीर अलि सानो छ कि हो? सानोबाट के हो त म त 52 किलो छु सर। ल ठिकै छ। अनि तिम्रो दाँत देखाउ त। तिम्रो दाँत त पुरै डारे छ त। तिमी पास हुन सक्दैनौ। जो गइहाल। दाँतले के हानि गर्छ र सर? डाँटले गर्न त केही गर्दैन। यो हेर्दाखेरि नराम्रो देखिन्छ क्या, त्यही भएर फालिन्छ। सर मिलाएर गरिदिनु न, दाँतले दुश्मन हान्दैन अब। अनि कस्तो भइरहेछ? दाँतले दुश्मन हान्ने त होइन, त्यही पनि यो हाम्रो नियममा परेन क्या। जो तिमी फाल्ली कि जो। भाइ अब तिम्रो पालो अगाडि आऊ। ल हात यस्तो गराऊ। हात पनि ठिक छ, खुट्टा पनि ठिक छ होइन? आँखा पनि ठिक छ। दाँत पनि ठिक छ। सर तपाईँको दाँत डारे छ, यी गर्नुहोस् त। मेरो त त्यस्तो डाँडै छैन। सर अघि नै डाँडे दाँत भएको मान्छेले फाल्नुभयो, तपाईँ कसरी पास हुनुभयो? भाइ म त पहिला डोन्डाकालमा भर्ती भएको, त्यति बेला आँखा यिनी काना डुना काना लङ्गडा सबै पास भइहाल्थ्यो क्या। अनि तिम्रो खोइ कपाल हेरौँ त। यी सर भाइ तिम्रो कपाल त अलिअलि फुलेछ कि हो? तिमी पास हुन्न के भाइ? सर यो मैले नबुझेको कुरा, यो सेतो कपालले के गानी गर्छ र? दुश्मनसँग लड्छ र? म त त्यसको सेवा गर्न आएको। गन त यो सेतो कपालले केही पनि गर्दैन, त्यही पनि अब फाल्ने केही पनि सिप नलाएपछि त्यही बानामा हामीले फाल्छौँ के। खै गानी यो नेपाल सरकारको नियम के छ? अब तिमीलाई पास गर्न त नहुने हो। अब मान्छे यसो हेरेर फटासो रहेछौ, अलिअलि फुलेछ होइन? त्यसो गरी मेनिसिनी लाए जो पास भयो। सर एकछिन। भाइ के हो भन? सर यहाँबाट त पास भएछ, भित्र गएर फेरि चेक गर्ने छ होला। मेरो त एउटा अन्डा सानो छ, एउटा अन्डा ठुलो छ। यस्तो अन्डा सानो ठुलो भएकोले फाल्ने त पहिला केपी ओली सरकारमा थियो, अहिले बालन सरकार छ, अहिले यस्तो पास भइहाल्छ। जो भाइ जो अहिले सरकार एकदम राम्रो छ के। भाइ तिम्रो एउटा आँखै छैन के हो? यस्तो पनि आर्मीमा भर्ती हुन आएको? सर तपाईँले एउटा आँखा छैन पनि त हेपेको, एउटा बन्दुकी आँखा हो। बन्दुकी आँखा? अनि के हो यो बन्दुकी आँखा भनेको? यो बन्दुकी आँखा भनेको सर एउटा आँखा चिम गर्नै नपर्ने, ठ्याक्कै पहिल्यै अलरेडी निशानामा लाग्ने हो। सर यो आँखा त यस्तो हो नि, तपाईँहरूले दुश्मनलाई बन्दुकले हान्ने बेला एउटा आँखा चिम गर्नुपर्छ, मेरो त आँखै चिम नगरेर ठ्याक्कै निशानामा हान्छ, गत्रै पल्टाइदिन्छ। ए भाइ तिमी यहाँबाट पास भएर के गर्ने? भित्र गएर फालिहाल्छौ होइन सर, तपाईँले यहाँ जसो तसो गरेर कटाइदिनुहोस् होइन, मेरो अरू त सबै ठिक छ त, अन्डा सन्डा नि ठिकै छ, दाँत नि ठिकै छ, कपाल नि फुले छैन। ए भाइ यस्तो मान्छेले आर्मीमा सिलेक्सन गरेर भोलि देशमा कुनै मान्छे इरानमा जस्तै फाइट पर्ला, लडाइँ पर्ला, त्यो बेला तिमी कसरी सक्छौ? त्यही बेला त काम लाग्छ सर यो आँखाको अन्डा ढुन्डा गोली हान्न। सर भयो नि अब, ल म भित्र गएँ है। ए हुन्न कि भाइ, हैत्तरिका यस्तोले पास गर्न हाम्रो नियमले दिन्न के। हैत्तरिका तिमी कस्तो मान्छे छौ? सर प्लिज मेरो कुरा बुझ्नु न, हेर्नु न मेरो आँखा यस्तो छ, झन् मैले यही आर्मी बने भने केटी पटाउँला भन्ने आशमा आएको, झन् तपाईँले मलाई पास गराइदिनु भएन भने त यस्तो आँखालाई को केटीले पटाउँछ?